दोहोर्याएर सांसद नबनाउने जुम्लाले ज्ञानेन्द्र शाही दोहोर्याउला कि नयाँ बनाउला? जुम्लाको चुनावी राजनीति यसपटक पनि अपवाद बनेको छ। 71,739 मतदाताको मत जितेर सिंहदरबार पुग्ने प्रतिस्पर्धा तीव्र बन्दै जाँदा यहाँको चुनाव कुनै एक दलको पकडमा सीमित छैन। दल, विचार र संगठन भन्दा पनि व्यक्ति सम्बन्ध र स्थानीय प्रभाव निर्णायक हुने जुम्लाको पुरानै चरित्र यसपटक पनि दोहोरिने संकेत देखिएको छ। 10 उम्मेद्वार मैदानमा, त्रिपक्षीय संघर्ष। जुम्लामा यसपटक 10 जना उम्मेद्वार चुनावी मैदानमा छन्। शान्तिलाल महत नेकपा एमाले, दीपबहादुर साई नेपाली कांग्रेस, नरेश भण्डारी नेपाली कम्युनिस्ट पार्टी, विनिता कठायत राष्ट्रिय स्वतन्त्र पार्टी, ज्ञानबहादुर साई राष्ट्रिय प्रजातन्त्र पार्टी, वीरबहादुर रावत नेपाल मजदुर किसान पार्टी, मनश्री धिताल प्रगतिशील लोकतान्त्रिक पार्टी, रनिल विक्रम शाही नेपाल जनता पार्टी, बिर्खबहादुर शाही नेकपा माओवादी, भक्तबहादुर रावल स्वतन्त्र। मुख्य प्रतिस्पर्धा कांग्रेस, माओवादी, नेकपा र राप्रपा बीच देखिए पनि मत विभाजनले नतिजा अनपेक्षित दिशामा मोडिन सक्ने अवस्था छ। 2079 को आम निर्वाचन राप्रपाको अप्रत्याशित जित। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट ज्ञानबहादुर शाही राप्रपा 22,819 मत सहित विजयी, गोमा गौतम माओवादी केन्द्र 11,959 मत, रतननाथ योगी एमाले 6,528 मत। राजनीतिक रूपमा परम्परागत प्रतिस्पर्धी दलहरूलाई पछाडि पार्दै राप्रपाले जित निकाल्नु जुम्लाको चुनावी चरित्र कति तरल छ भन्ने स्पष्ट संकेत थियो। ज्ञानेन्द्र शाहीको राजनीतिक उदय। हाम्रो नेपाल हामी नेपाली अभियान मार्फत भ्रष्टाचार विरुद्ध चर्को भाषण गर्दै उदाएका शाहीले स्थानीय भाषा, स्थानीय मुद्दा र सरल नाराबाट मतदातासँग भावनात्मक सम्बन्ध जोडे। जुम्लाको चोतो ब्रान्डिङ गरेर विश्व बजारमा पुर्याउने जस्ता प्रतीकात्मक नाराले उनी आम मतदातासम्म पुगे। गठबन्धन प्रतिको असन्तुष्टि, उम्मेद्वार चयनमा माओवादी भित्रको विवाद, कांग्रेस माओवादी भोट ट्रान्सफरको असफलता र युवा पुस्ताको समर्थन शाहीको जितको मुख्य आधार बने। समानुपातिक मत एमाले अग्रस्थानमा। प्रत्यक्षतर्फ राप्रपाले जित निकाले पनि 2079 को समानुपातिक मत परिणामले फरक तस्बिर देखायो। एमाले 10,548, नेपाली कांग्रेस 10,476, माओवादी 8,960, राप्रपा 5,796, एकीकृत समाजवादी 2,648, नेमकेपा 2,073, राप्रपा 849। यसले जुम्लामा एमाले कांग्रेस र माओवादी बीचको शक्ति सन्तुलन झिनो अन्तरले बदलिन सक्ने देखाउँछ। स्थानीय तहको सन्देश। कांग्रेस माओवादी प्रभावशाली। जुम्लामा 7 गाउँपालिका र 1 नगरपालिका छन्। 2079 को स्थानीय तह निर्वाचनले देखाएको तस्बिर। पालिका प्रमुख कांग्रेस 5, माओवादी 2, अन्य 1, एमाले 0। उपप्रमुख माओवादी 4, कांग्रेस 3, एकीकृत समाजवादी 1, एमाले 0। स्थानीय तहको नतिजाले कांग्रेस र माओवादीको संस्थागत प्रभाव बलियो देखिए पनि त्यसले सधैँ प्रतिनिधि सभा चुनावको नतिजा निर्धारण गर्छ भन्ने होइन। इतिहास। जुम्ला किन सधैँ फरक रह्यो? 2048 यता जुम्लाले कहिल्यै एउटै दललाई दोहोर्याएर जनादेश दिएको छैन। 2048 सालमा नेमकेपा, 2051 नेमकेपाबाट विजयपछि कांग्रेस, 56 एमाले, 64 माओवादी, 70 कांग्रेस, 74 माओवादी, 79 राप्रपा। त्यसैले जुम्ला दोहोर्याएर सांसद नबनाउने जिल्लाका रूपमा चिनिन्छ। यसपटक के फरक छ? नरेश भण्डारी पूर्व मन्त्री र मनश्री धिताल प्रलोपा दुवै प्रभावशाली नेता अलग अलग कित्ताबाट मैदानमा छन्। कांग्रेस भित्रको आन्तरिक विवाद, एमालेको सांगठनिक मत र रासोपाको नयाँ चुनौती सबैले चुनावलाई खुला र अनिश्चित बनाइदिएको छ। जुम्लाको चुनाव फेरि पनि एउटै प्रश्नमा अड्किएको छ। दल जित्छ कि व्यक्ति? संगठन चल्छ कि विद्रोही मत? इतिहास भन्छ जुम्लाले कहिल्यै अनुमान अनुसार मतदान गर्दैन र यही कारण जुम्ला यसपटक पनि कर्णालीकै सबैभन्दा अनिश्चित र रोचक निर्वाचन क्षेत्र बनेको छ।